नेपालमा अहिले केही यस्तो भइरहेको छ जुन धेरै मानिसले देखिरहेका छन् तर बुझिरहेका छैनन्। युवाहरू रिसाएका छन्, पुराना नेताहरू डराएका छन् र विश्वका दुई ठूला शक्ति नेपालतिर चुपचाप हेरिरहेका छन्। तर प्रश्न यो हो, के नेपाल वास्तवमै बदलिन लागेको हो वा हामी एउटा अझ ठूलो खेलभित्र फसिरहेका छौं? 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौं। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा किनकि अब सुरु हुन्छ नेपालको त्यो कथा जुन आधिकारिक समाचारले कहिल्यै पूरा बताउँदैनन्। नेपालमा यो अचानक किन बदलियो? केही वर्ष अघिसम्म नेपालका युवाहरूको एउटै सपना थियो, नेपाल छोड्ने। कोही जापान, कोही अस्ट्रेलिया, कोही कोरिया, किनकि उनीहरूलाई लाग्थ्यो यो देश कहिल्यै बदलिँदैन। तर त्यसपछि अचानक सामाजिक सञ्जालमा एउटा फरक आवाज सुनिन थाल्यो, कडा, निर्भीक र पुरानो सिस्टमलाई सिधा चुनौती दिने आवाज। त्यो आवाज थियो बालेन शाह। तर यहाँ एउटा कुरा धेरै मानिसले याद गरेनन्, बालेन केवल एउटा व्यक्ति थिएनन्, उनी एउटा फिलिङ थिए र त्यो फिलिङ विशेष गरी युवाहरूभित्र विस्फोट भइरहेको थियो। तर वास्तविक प्रश्न अझै बाँकी छ, किन अचानक लाखौं युवाहरू राजनीतिप्रति चासो देखाउन थाले? के यो केवल एउटा मेयरको लोकप्रियता थियो वा नेपालभित्र धेरै गहिरो परिवर्तन सुरु भइसकेको थियो? नेपाल सानो देश हो तर यसको लोकेसन अत्यन्त खतरनाक रूपमा शक्तिशाली छ। एकातिर भारत, अर्कोतिर चीन र बीचमा हिमालय मुनि बसेको एउटा देश जसलाई दुवै शक्ति आफ्नो प्रभावभित्र राख्न चाहन्छन्। पहिले यो खेल चुपचाप चल्थ्यो तर अहिले स्थिति बदलिँदैछ। चीन नेपालमा पूर्वाधार बनाइरहेको छ, भारत आफ्नो प्रभाव गुमाउन चाहँदैन, अमेरिका पनि अचानक सक्रिय देखिन थालेको छ र यता नेपालका युवाहरू पुराना नेताहरूलाई प्रश्न सोध्न थालेका छन्। तर यहीँबाट कथा अझ खतरनाक बन्छ, किनकि इतिहास हेर्ने हो भने जब कुनै सानो देश युवा पुस्ताले अचानक पुरानो सिस्टमलाई चुनौती दिन्छ, त्यसपछि बाहिरी शक्तिहरू पनि सक्रिय हुन थाल्छन् र नेपालमा अहिले ठ्याक्कै त्यही भइरहेको छ। तर राजनीति मात्र समस्या होइन, नेपाल अर्को ठूलो संकटतिर पनि बढिरहेको छ। जलवायु संकट, हिमालय पग्लिरहेको छ, अनियमित वर्षा बढिरहेको छ, गर्मी प्रत्येक वर्ष नयाँ रेकर्ड तोडिरहेको छ। विशेषज्ञहरू भन्छन् यदि यही गति रह्यो भने 2030 पछि दक्षिण एसियाका धेरै शहरहरू मानिस बस्न कठिन हुन सक्छ। र सोच्नुहोस्, यदि पानी संकट बढ्यो, यदि कृषि कमजोर भयो, यदि लाखौं युवा विदेश गए, त्यसपछि नेपाल कस्तो हुनेछ? तर सबैभन्दा डरलाग्दो कुरा अहिले आउँदैछ, किनकि केही विश्लेषकहरू विश्वास गर्छन् नेपाल केवल परिवर्तनतिर होइन, एउटा ठूलो टकरावतिर बढिरहेको हुन सक्छ। आजको नेपाली युवा पुरानो पुस्ता जस्तो छैन। उनीहरू टिकटकमा राजनीति बहस गर्छन्, युट्युबमा तथ्य खोज्छन् र नेताहरूलाई अन्धो समर्थन गर्दैनन्। यही कारणले पुरानो राजनीतिक शैली कमजोर हुँदै गएको छ र यही ठाउँमा बालेन जस्ता व्यक्तिहरू प्रतीक बने, विद्रोहको प्रतीक, रिसको प्रतीक, आशाको प्रतीक। तर यदि अपेक्षा धेरै बढ्यो र परिवर्तन भएन भने त्यही आशा सबैभन्दा ठूलो क्रोधमा बदलिन सक्छ। इतिहासमा धेरै देशहरूमा ठूलो परिवर्तन सुरु हुँदा पहिले युवाहरू जागेका थिए, त्यसपछि सिस्टम हल्लिएको थियो र त्यसपछि देश दुई बाटोमा पुगेको थियो। अहिले नेपाल ठ्याक्कै त्यही मोडमा उभिएको छ। कल्पना गर्नुहोस्, 2030 को नेपाल एउटा सम्भावना। नेपाल डिजिटल रूपमा धेरै अगाडि बढ्छ, भ्रष्टाचार घट्छ, युवाहरू फर्किन थाल्छन्, काठमाडौँ आधुनिक शहर बन्छ। बट देन अर्को सम्भावना पनि छ, राजनीतिक अस्थिरता बढ्न सक्छ, विदेशी प्रभाव तीव्र हुन सक्छ, जलवायु संकटले अर्थतन्त्रलाई असर गर्न सक्छ र यदि युवाहरूले सिस्टममाथिको विश्वास गुमाए भने त्यसपछि देशको दिशा पूर्ण रूपमा बदलिन सक्छ। नेपाल अहिले एउटा निर्णायक मोडमा छ। यो केवल राजनीति होइन, यो केवल बालेनको कथा पनि होइन, यो पुरानो नेपाल र नयाँ नेपालको भिडन्त हो। एउटा पुस्ता भन्छ सबै ठिक छ, अर्को पुस्ता भन्छ अब धेरै भयो। And there is where the real story begins. आगामी 5 वर्षमा नेपाल एसियाको एउटा उदाहरण बन्न सक्छ वा अझ गहिरो संकटमा फस्न सक्छ। निर्णय कसको हातमा छ? नेताहरूको, विदेशी शक्तिहरूको वा तपाई जस्ता युवाहरूको? तर एउटा कुरा निश्चित छ, अबको नेपाल पहिलेको नेपाल रहने छैन। यदि तपाईलाई लाग्छ नेपालमा ठूलो परिवर्तन सुरु हुँदैछ भने यो भिडियो शेयर गर्नुहोस्, किनकि अझै धेरै मानिसहरूले वास्तविक खेल बुझेका छैनन्। र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्, किनकि अर्को भिडियोमा हामी देखाउने छौं किन विश्वका शक्तिशाली देशहरू हिमालयतिर आकर्षित भइरहेका छन्।